हामी चाहिँ एक ठाउँमा आएको छौँ होइन यो ठाउँ तपाईँ पनि आउनुभयो होला सायद यतादेखि होइन असिम जान्छ यहाँदेखि होइन बसन्तपुर अनि यहाँ ट्याक बाङ्गीमुढा हुन्छ यसलाई अनि यहाँलाई ट्याक यस्तो देख्न सक्नुहुन्छ कि यस्तो यो पुरै कोही छ होइन त्यो दाँत किराले खाएकोहरू दाँत दुखाइहरू के हुन्छ नि अब यसमा आएर सिक्का ठोक्यो भने चाहिँ त्यो सब निको हुन्छ अरे क्या अच्छा किल्ला ठोक्नु राखेकै छैन त यदि तपाईँहरूले कसैले आएर यहाँ सिक्का ठोक्नु भएको छ भने भन्नु होला है साँच्चीकै काम गर्छ कि गर्दैन गाइजहरू तपाईँहरू कसैले त आएर गरेको होला नि त लेट मी नो इन द कमेन्ट बक्स गाइज यदि तपाईँहरूले पनि आएर ठोक्नु भएको छ भने प्लिज है के बोले भाइ अब के बोले न्यू रोड आइएम आइम फाइनली न्यू रोड आइएम न्यू रोडको भ्यू हेरौँ नि त सर यो व्हाइट कलरको सुरुमा पेन्ट गर्ने बेलामा चाहिँ अब राम्रो देखाएको थियो अहिले त पुरै फोहोर भएछ पुरै अहिले त 3-4 वर्ष पुरानो भइसक्यो जस्तो देखिन्छ के हो काठमाडौँमा चाहिँ अहिले पुरा के भइरहेछ भने गाइजहरू पार्किङ खोज्न एकदम गाह्रो छ क्या पहिला जस्तो छैन नि अहिले यहाँ सिस्टम चेन्ज भइसक्यो बाले नआएदेखि पुरा यो सिस्टमै चेन्ज काठमाडौँको मुहारै फेरिदियो नि यहाँ पहिला पुरै टनाटन पार्क गरेर पैसा वसुलिरहेको हुन्थ्यो अब हामीलाई यहीँ जानुपर्ने हो अब यहाँ पार्किङ खोजेर हिँड्नु परिरहेको छ एकछिन ल अब हल्का अगाडि जानुपर्छ यहाँ राख्यो भने फेरि मामाहरूले चिक्का दिन्छ सुन्न लाग्छ के हो यहाँ छैन पार्क गर्नु दिँदैन रहेछ अहिले यहाँ पनि फेरि घुम्नुपर्ने भयो त्यहाँ चिक काटिदिइहाल्छ क्या अघि यही बाटो आएको फेरि यही बाटो आउनु पऱ्यो गाइज के गर्नु गाइज अघि नै यहीँ रोक्यो अघि यहीँ तिमीले भनेको मान्नुपर्ने रहेछ मैले यहीँ रोक्नु भनेको भनिरहेको थियो मलाई होइन तर मैले मानिनँ उता पनि पार्किङ गर्न मिल्छ भनेर त्यो रोकिदिएको अब यहाँ राखिदिउँ न त एक राउन्ड त्यतिकै हिँड्नु पऱ्यो मङ्की फ्लेभर बनाना फ्लेभर यहाँ मिल्छ नि होइन पार्किङ हो नि मिल्दैन कहाँ जानु त होला मिल्दैन अरे यहाँ फेरि त्यहाँदेखि पनि पठाइदियो गाइज हाम्रो त पार्किङ गर्नु मिल्दैन भनेर फेरि पठाइदियो के गर्ने अब कहाँ जाने होला त अब यतातिरको कुनै पसलमा आउनुहुन्छ भने बाइक नलिकन आउनु होला है तपाईँहरू पनि बाइक नलिकन आउनु होला किन यहाँ पार्किङै छैन कि यहाँ बाइक नलिकन आउनु है यहाँ यो एरियामा आउने बेला बाइक साइड केही नलिकन आउनु किनभने यहाँ नो पार्किङ निषेध ए यहाँ रहेछ नि त यहाँ रहेछ के हो के भएको म पनि यहीँ रहेछ त पार्किङ मेरो आँखा पनि हो रहेछ ल अब यता आइहाल्यो उता राखिदिन्छ नि कुनामा है कति बजी जाने हो तपाईँ बेलुका जाने हो 8 बजे बेलुका होइन त्यही भएर त्यहाँ जानु भयो यस्तो घुमाएर लिएर आउँछ है यहाँ राख्थ्यौँ ल बल्ल यो पार्किङ भेटायो त्यही के अलार्म बजेछ त मेरो उठ्ने टाइम भएछ ल त्यो चाहिँ मैले अलार्म सेट गरेको थिएँ मेरो उठ्ने टाइम हो ओबी को हिरो ए आफै रहेछ त कति हो कति हो रे निस्किने बेला दिने ल ठिक छ त्यसो भए